गुड इभिनिङ हजुर सबैलाई स्वागत छ है मेरो भ्लगमा। यो हङकङको टिएसटी है, म टिएसटी जाँदैछु हजुर है अहिले। टिएसटी आइपुग्नु लाग्यो अब। हङकङको फ्ल्याग हेर्न कति राम्रो छ है, हाम्रो हङकङको फ्ल्याग कति राम्रो छ। हेर्नुहोस् तपाईँ सुपर मलहरू छ, मिला प्लेस 2 the one Orange Forest level 2। तपाईहरु सबैजनाले टिएसटी जाँदै हुनुहुन्छ है। टिएसटी को मतलब चाहिँ फेरि चिम्चासुई हो है, कि हो टिएसटी भनेको नभन्नुहोस् है। ऑल वाइट सुपर मलहरू छ यहाँपट्टि है, ऑल वाइट सुपर मलको ब्रान्चहरू यहाँ छ है। हङकङको चौथाई फोक गोल्ड सप पनि देखिहाल्नु हजुरहरूले। बन्द भने निदेर भएको छ। गोल्ड सप चाहिँ बन्द हुन्छ होला चाहिँ है। दाजुभाइ पनि निस्केर Crocs, Bossy and Manfok jewelry। इस्लामिकहरूको चाहिँ प्रे गर्ने चाहिँ ठाउँ है यो, के भन्छ मस्जिद भन्दै के भन्छ हो यो टिएसटीमा सबै पनि है। कति धेरै मान्छे है अझै खासै मान्छे धेरै नरहेछ अझै यो, अझै खासै त्यो छैन नि त त्यो भन्नाले। चाडबाडहरू खासै छैन नि त हङकङमा, के मिस्टेक भएर चाहिँ अहिले इलिगल मान्छेहरू धेरै आएर चाहिँ धेरै कडा राम्रो गरेछ। पनि छपछप्पै छ अझ है, राम्रो पनि हो। त्यो धेरै इलिगल भयो भने हुन्छ नि त मान्छेहरूलाई, यहीँको बासिन्दाहरूलाई काम गर्न गाह्रो हुन्छ है। यो टिएसटी को यो चाहिँ A1 है, हामीहरू जान्छौँ अरे है। टिएसटी को A1 है। अब म चाहिँ स्क्वायर पाउड हुँदैछु है। के हो त्यो दराज हेर्न हिँडेको आज आइकिएको है घरको लागि। दिउँसो हिँड्यो भने साह्रै पर्नेछ, त्यो अलि हिँड्ने साँझ पख राति हिँड्यो भने साँझ पख। दिउँसो अति गरेछ नि त। अस्ति पनि हिट स्टकले मलाई चाँडै लडाए, एक हप्ता बिरामी बनाएको छ। अब म हजुरलाई वहीँ पुऱ्याइ देखाउँछु है। यो हङकङको चिम्चासुईको एमटिआर एक्जिट A1 है हजुर है।
यस्तै छ मेरो बुढी चाहिँ है अब प्रश्न आउँदैन है फेरि वहीपट्टि देखाउँछु नि हजुरहरूलाई है यहाँ चाहिँ मान्छे भन्छ है एकै ठाउँमा हामी चाहिँ कन्टिन्यू जाँदैछौँ है अहिले है सिक्युरिटीबाट युज गरेको मैले है सिक्युरिटीबाट जाँदैछु म अहिले आइटीमा पुगेँ है हामी चाहिँ म दराई झर्न आएको है साथीहरू है